मैले पुर्ति गर्ने खेल बिग्रिन्छ यति कुरा हेर्न तिम्रो कार्य पुरा गर्ने साथी तिमीले गर्न भने तिम्रो रेस्पोन्सिबिलिटी के हो तिम्रो यो कुराले त्यो पुरा गर्ने साथी तिम्रो यो कुरालाई मैले आफू सिक्न जानु खोज्छु के सोच्दै त्यही हो मैले त्यही भन्छु तिमी त्यही भएर कसको जोइ भन्दा त्यसबाट तिमी पहिलाबाट मान्छेले भन्थे नि मैले फर्स्ट टिम चाहिँ त गर्न सक्छु भने त गर्न सक्छु सुरुमै गर्न सक्दैन भने कहाँ गर्न सक्छु पोइन्ट भेट्छ त्यसबाट सकिन्छ फेरि त्यही तिम्रो ट्राइपोड ल्याउनु पर्छ मैले ल्याउनै बिर्सेँ गाडीमा छ कि फेरि गाईको गली बनाउने हो एउटा ओर्चर बनाउँछु मजाको आफूलाई खान मन परेको कमसेकम मिनिमम पनि 50 देखि 60 भेराइटीको फलफुल रोप्छु अगाडि अर्को पोखरी पनि रहेछ नि पानी त खोला छ के फिलबारामा रेनी सिजनमा तिमीलाई यतादेखि उता देखिँदैन कि चौडाइ यति ठुलो हुन्छ 12-13 किलोमिटर हुन्छ कि यस्तो पानी नपरेको बेलामा केही पनि छैन यस्तै पानी चाहिँ कहाँबाट आउँछ पानी परेको बेलामा रन त्यहाँको पाटो ढुङ्गा जस्तै हुन्छ केही पनि पानीभित्र जान्न जाइ पनि जान्न सबै सर्फेस रन त्यसमा पानी चाहिँ पर्ने कि है यो पालो त्यस्तो गाजर ल्याएन ल्याएन ल्याए यो काँक्रा मात्र हो गाजर छैन गाजर मैले काँक्रा निकालेँ गाजर निकालेँ मैले गाजर निकालेर म जस्तो के टुरिस्ट भएको छ होइन के हो दाइ यो मुसा हो मान्छे बनाएको त होइन नेचुरलै हो यत्रो सबै मर्थ्यो त यार जङ्गलमा के बसेछन् क्याङ्गाहरू सबै सकिन्थ्यो दिमाग खुसिन्थ्यो अरे बल्थ्यो पहिला हामीलाई तर केही छ भन्ने किसिमको हामीलाई त्यो ओटोसिन भएको छैन नि त बाहिरको ल्याएर पिलै छैन नि कहिले पनि हेर तिमीलाई आजभन्दा 30 वर्ष अगाडि इन्डियामा जस्तो मान्छे थिए किन तिनीहरू त ब्रिटिसकै टाइममा जन्मेर त्यही एजुकेसन हुर्केर भएको आउने त अहिलेको आउने जति धेरै नै सुरक्षित पहिलाको भन्दा किन तिनीहरू त अब हिन्दी देख्यो नि त पहिला नि यस्तो यिनीहरूले यस्तो गर्दा यस्तो भएको हाम्रो चाहिँ हामी त्यस्तो हुन्न भने उनीहरूले 5% लिन सक्छ नि त हिस्ट्रीदेखि हाम्रो त लिनु ठाउँ नै छैन क्या बाउ बाजेहरूले पुरै पहिला हामीलाई फ्री राख्दै अहिले हामीले त भेल्यु नै बुझाएको छैनौँ कि
दुध खुवाउँछ है बच्चालाई म्यामल त हो नि यो पनि होइन तिमीलाई भरे घर फर्किँदा एक डल्ला चाहिँ तिमीलाई दिएर पठाउँछु है तर तपाईँलाई थाहा छ नि त कसरी कमाउने भन्ने कुरा तिमीलाई धेरै थाहा छ नि मलाई त भेजिटेबलदेखि मात्रै हो लिन सक्ने भनेको कि त गाई गोरु पाल्यो भने त्यो दुधहरू घिउहरू बेचेर अनि 6 देखि 9 महिनामा दिने भनेको तिमीलाई हुँदैन होइन त्यसमा पनि बाँच्छ किन तिम्रो इलेक्ट्रिसिटी त बाहिर मात्रै कुद्ने हो नि त भित्र खेल्न पाउँदैन अनि भित्रको कुरा बाँच्छ कि इलेक्ट्रोम्याग्नेटिक पल्स त हो आउँदैन आउने भन्ने हुँदैन भन्नुहुन्छ दाइ देख्नु भएको त दाइ भनेको दाइले खाइदिउँ न समातेर ढुङ्गा घोटौँ न ढुङ्गा घोटेर आगो बालौँ कि स्टोन एजमा गइदिउँ कि त हामीहरू दाइ ढुङ्गेकोमा यत्तिकै जानै छ दाइ ढुङ्गा घोट्न सुरु गरिदिउँ आइस दाइ बिउ दाइ ढुङ्गेकोमा जानै छ ढुङ्गा घोट्न सुरु गरिदिउँ ढुङ्गा घोटेर माछा पोलेर खाइदिउँ कि त्यो माछाले त के पोलेर खान्थ्यो कि खोइ कहाँ छ भेगुता होला दाइ त पहिला यस्तो बच्चामा भेगुता माछा भनेर खाएको लास्टमा त भेगुता रहेछ कि यो त टेटपोल खाइदियो गाडोवाला खायो होला नि त त्यो के छ अब माछा साइन्स टेक्नोलोजीमा बेस छ अरू त केही छैन कि हामीले त्यो संस्कृतमा लेखेको र हामीले त्यो इन्टरप्रेट मात्रै गर्न जानेको सबै साइन्स एन्ड टेक्नोलोजीको कुरा मात्रै हो त्यसमा अनि जस्तो तिम्रो यो पुराण भयो त्यो लेख्नको लागि त देख्नु पर्यो नि त दाइ त्यो लेखेको चाहिँ तिमीलाई कसरी लेख्नु यति जस्तो लाग्छ होइन सुन्दाखेरि त्यो यति छैन कि त्यो तिमीले त्यसलाई आजको सिनारीमा त्यसलाई राखेर हेर न त्यो पहिलाको जमाना मान्छेले न्युक्लियर हान्यो कसरी लेख्थ्यो होला कि धनु सानो आगोको बाण आयो भनेर लेख्थ्यो अहिले रोकेट हान्दाखेरि आगोको जस्तै उडेर आउँदैन कत्रो गेडा झिम्डेको यसको हेर्नु त गर्मी छ नि त मुजी हाम्रै झिम्डिरहेको छ होइन कस्तो नाङ्गो छैन यो गर म नयाँ ल्याप ल्याउँछु नि त्यसमा मान्छेलाई पेल्ने होइन लुट्ने होइन ढाक्ने होइन अब त्यहाँ मरेर गएपछि जलाइदिएपछि कहाँ पुगिन्छ जहाँ लिएर जान्छ पुगिन्छ त्यहाँदेखि पुगिन्छ मान्छेलाई त आउँलाई त डिजाइन पायो अब यिनीहरूले ब्ल्याक लकहरूले एफ र एफका मान्छेहरूले डिजाइन गरेर एक्सपेक्ट गरेर हाम्रोमा यो नेचुरली त्यो हाम्रो जिउमा उसैबाट सस्टेनै गर्छ भयो कि तिमी आउने 10 रेडी गरेर चाहिँ म त के हो भनेर ठुलो छ यार यो त क्या यसलाई हान्छ नि यसलाई सही प्रश्नको उत्तर खोज आफै खोज होइन आफै मिहिनेत गर सक्यो त्यसमा तिमीले मलाई एक्सप्लेन गर्यो भने त्यो एक्सप्लेनेसन तिम्रो होइन मलाई त्यो बेलामा के अरे मेरो बाहिर हावा निकालिदियो भने चाहिँ सबै देख्छ मर्छ हावा चाहिँ देख्छ होला क्या त्यसले ओ खाइदिएँ
आइदिनु अरे कि मुझे आए माइट गर मार्ने कुरो हन्टिङ गर्न लागि मान्छे मार्ने कुरो भनेको डिङ्गो मात्रै हो केही छैन डिङ्गो पनि छैन त डिङ्गो एकछिन भएन र यस्तै साइडमा खोला भएको पोखरी त बनाउनु मिलिहाल्छ पानीको सोर्स चाहिँ हुनु पऱ्यो कतै मेन त पानी हो क्या त पानी भएपछि अब सबै हुन्छ कस्तो दामी देखेको टकर कार्लसनले यतै युएसको सेनेटर छ कि त्यसले पनि त्यही भन्छ कि यो अब्रामको सन्तानहरूलाई जिजसले दिएको यो कुरा गरेन भने चाहिँ आइसाले फेरि ठिक कुरा गर्छन् फेरि अरू कुराहरू चाहिँ यो कुरा छोडेर चाहिँ अरू चाहिँ ठिकै हो तर एउटै कुरा त बिगार्छ सबै कुरा एउटा फोटो खान्छ त मेरो